अब चाहिँ अन्तिम अवस्था रहेछ यो भनेर त्यो मृत्युको पाल जस्तो देखेको कि मैले त हैन। अनि कसरी बाँच्ने भन्दा एक त अल्झी पनि म स्ट्रिङ र गियरमा हैन। एक केटा हो के गर्ने भनी ओर्लिनु भन्छ, आफू ओर्लिनु सक्दैन, गाडी गइरहेछ। त्यतिखेर अब लाइफ अन्तिम भने हैन, अन्तिम यति नै रहेछ भने। दर्शकबिन्द अहिले हामी हेटौँडा 16 मा आइपुगेका छौँ र जहाँ यो गाडी धसिएको ठाउँ छ, यहाँ गाडी हराएको छ हैन, दबिएको छ, त्यो ठाउँमा आइपुगेका छौँ। त्यो एउटा सानो नातिनीसँग म यता आउने क्रममा ऊ मानेकै थिएन यता आउन, मलाई दिनै मानेकै थिएन आउन दिन। उसलाई झुक्काएर आएको थिएँ कि म, बाबा त्यहीँ पुग्ने बुवा त्यहीँ पुगेर आउँछ है बाबु भनेर त्यति भनेर मात्रै आएको थिएँ। बढी त्यसको याद आयो मलाई, परिवारको याद आयो हैन। निस्किनु भएपछि 1 घन्टा जति यो जिउ लगलगै काँप्यो, केही बोल्न सकेन। धेरै डर लाग्यो। एउटा मसँग भएको स्टाफ चाहिँ उता गएर लम्पसारै पर्यो। यो घटना कसरी भयो, यो घटनाको बारेमा विस्तृत जानकारी दिनको लागि अहिले हामीसँग यो फार्मका सञ्चालक एवं त्यो बेलामा चाहिँ गाडी चलाउँदै हुनुहुन्थ्यो त्यो भ्यान, त्यसको चाहिँ गुरु भनौँ, अब दुवैजना एकै हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौँ। योद्धा गाडी पिकअप लिएर आइरहेको थिएँ म, आउँदा यहाँ बाटोमा चाहिँ एक्कासी भूकम्प जस्तो भयो। भूकम्प जस्तो भइसकेपछि सबै जमिन हल्ल्यो, गाडी अनकन्ट्रोल भयो। अनकन्ट्रोल भइसकेपछि 1.5 मिटर फुट उता जाँदाखेरि ब्लास्टिङ भयो। ब्लास्टिङ भएर एकदम धमिलो लेदो पानी आएर त्यो खेतहरूमा पनि पानी गयो। त्यसपछि एउटा इनार जस्तो ठुलो गोल डायमिटर भयो, त्यहाँ भएको सबै चिजहरू तानेपछि त्यो गाडीको सोच है तानेर लग्यो। लैसकेपछि अनि त्यो स्ट्रिङमा मथि त्यो स्ट्रिङ साइड पनि तानिहाल्यो, तानेर गाडी कोल्टो भयो। कोल्टो भइसकेपछि मेरो एउटा स्टाफलाई भाइ ओर्लियो, अब यहाँ चाहिँ जमिन धस्यो, अब यहाँ मरिन्छ भनेर उसले त्यति भन्दाखेरि ऊ 1 मिनटमा हाम फाल्यो, 1 सेकेन्डमा। त्यसपछि म हाम फाल्ने क्रममा म हाम फाल्न सकिनँ, किन गाडी कोल्टे भइहाल्यो। अनि मलाई गेल लेबर र स्ट्रिङले रोक्यो छातीमा, निक्लिनु भ्याएन म। गोडाहरूमा चाहिँ यसरी यहाँ पनि चोट लाग्छ अलिकति। त्यसरी हाम फाल्दाखेरि सकिएन। नसकेपछि 1 सेकेन्डमा 2 सेकेन्डले गाडी फेरि अलिकति सोझो कन्ट्रोलमा आयो। अनि त्यतिखेर अनि म पनि हाम फालेर पछाडि हेर्दा गाडी छैन। र जगत टिभीमा हामीले उहाँसँग कुराकानी गर्नेछौँ जसले यो गाडी पनि चलाउनुहुन्थ्यो र उहाँले यहाँ चाहिँ एउटा कृषि फर्म चलाउनु भएको छ। यहाँ चाहिँ उहाँहरूले माछा पालन पोखरीहरू पनि देख्न सकिन्छ, यहाँ छ हैन। माछा पनि उफ्रेको, एकदम हलचलै गरी यता दौडिने उता दौडिने हैन। माछा पुरै छाल आए जस्तो गरी भर्र भाग्ने भइरहेको थियो। बाँकी उहाँसँग जानकारी लिउँ। दाइको परिचय भनिदिनुहोस् न। मेरो चाहिँ हरेराम राई नाउँ, रत्नकाली एग्रिकल्चरको सञ्चालक। त्यो घटना चाहिँ भनिदिनुहोस् न सुरुमा। घटना के हो भने 19 गते त्यस्तै 12 बजे भएको हो हैन। हामी चाहिँ यो फर्ममा आउने क्रममा योद्धा गाडी पिकअप लिएर आइरहेको थिएँ म। आउँदा यहाँ बाटोमा चाहिँ एक्कासी भूकम्प जस्तो भयो। भूकम्प जस्तो भइसकेपछि सबै जमिन हल्ल्यो, गाडी अनकन्ट्रोल भयो। अनकन्ट्रोल भइसकेपछि 1.5 मिटर फुट उता जाँदाखेरि ब्लास्टिङ भयो। ब्लास्टिङ भएर एकदम धमिलो लेदो पानी आएर त्यो खेतहरूमा पनि पानी गयो। त्यसपछि एउटा इनार जस्तो ठुलो गोल डायमिटर भयो, त्यहाँ भएको सबै चिजहरू तानेपछि त्यो गाडीको सोच है तानेर लग्यो। लैसकेपछि अनि त्यो स्ट्रिङमा मथि त्यो स्ट्रिङ साइड पनि तानिहाल्यो, तानेर गाडी कोल्टो भयो। कोल्टो भइसकेपछि मेरो एउटा स्टाफलाई भाइ ओर्लियो, अब यहाँ चाहिँ जमिन धस्यो, अब यहाँ मरिन्छ भनेर उसले त्यति भन्दाखेरि ऊ 1 मिनटमा हाम फाल्यो, 1 सेकेन्डमा। त्यसपछि म हाम फाल्ने क्रममा म हाम फाल्न सकिनँ, किन गाडी कोल्टे भइहाल्यो। अनि मलाई गेल लेबर र स्ट्रिङले रोक्यो छातीमा, निक्लिनु भ्याएन म। गोडाहरूमा चाहिँ यसरी यहाँ पनि चोट लाग्छ अलिकति। त्यसरी हाम फाल्दाखेरि सकिएन। नसकेपछि 1 सेकेन्डमा 2 सेकेन्डले गाडी फेरि अलिकति सोझो कन्ट्रोलमा आयो। अनि त्यतिखेर अनि म पनि हाम फालेर पछाडि हेर्दा गाडी छैन। अनि त्यो गाडीमा चाहिँ मेरो दानालाई त्यो सेभ गर्नलाई चाहिँ डोरी थियो, एउटा स्टाफले चाहिँ त्यो डोरी चाहिँ समाइराखेको रहेछ। पछि देखाएँ मैले पनि। अनि गाडी जति जान्छ त्यो डोरी त्यति नै गयो हैन। कमसेकम 15-16 फिटको डोरी थियो होला त्यो हैन। अब गाडी नै 15 फिटको हुन्छ त्यसको ठाडो हुँदाखेरि, 30 फिट यसै भइरहेछ। अनि त्यसरी गइसकेपछि अनि पछि सबै ब्लास्टिङ भयो, यो खाल्टो ब्याङ ब्याङ ब्लास्टिङ भयो एक्कासी। त्यस्तो हो। त्यो गाडी चाहिँ मा के बोक्नु भएको थियो? कति गाडीमा थिएन, हामी 2 जना स्टाफ अनि एउटा घाँस काट्ने मेसिन अनि 25 किलो जति चोकर मात्रै थियो। यो बाटो तपाईँ हिँडिरहनुहुन्थ्यो? 24 घन्टा हिँड्यो।
यो बाटोमा 10,000 टिप चाहिँ ट्र्याक्टरले माल लैरहेछ ग्रेभलहरू माटोहरू 15 दिन अगाडिसम्म 20 दिन अगाडिसम्म पनि। त्योभन्दा अगाडि त्यस्तै जमिन धस्ने त्यस्तो केही समस्या थियो? केही थिएन, केही देखाएको थिएन। जब तपाईँ त्यो गाडी धस्न थाल्यो तपाईँ निस्किन नि गाह्रो भयो नि सुरुमा होइन, त्यो बेला चाहिँ के सोच्नुभयो? म त्यतिखेर मैले चाहिँ के भने अब चाहिँ एउटा फिलिङ के आयो भने मैले अब चाहिँ अन्तिम अवस्था रहेछ यो भनेर त्यो मृत्युको पाल जस्तो देखेको कि मैले त होइन। अनि कसरी बाँच्ने भन्दा एक त अल्झी पनि म स्ट्रिङ र गियरमा होइन, एक केटा हो के गर्ने भनी ओर्लिनु भन्छ, आफू ओर्लिनु सक्दैन, गाडी गइरहेछ। त्यतिखेर अब लाइफ अन्तिम भने होइन, अन्तिम यति नै रहेछ भने के सोच्नु? घर परिवार त्यो एउटा सानो नातिनीसँग म यता आउने क्रममा ऊ मानेकै थिएन, यता आउन मलाई दिनै मानेकै थिएन आउन दिन। उसलाई झुक्काएर आएको थिएँ कि म, बाबा त्यहीँ पुग्ने बुवा त्यहीँ पुगेर आउँछ है बाबु भनेर त्यति भनेर मात्रै आएको थिएँ। बढी त्यसको याद आयो मलाई, परिवारको याद आयो होइन। निस्किनु भएपछि 1 घन्टा जति यो जिउ लगलगै काँप्यो, केही बोल्न सकिएन। धेरै डर लाग्यो? धेरै डर लाग्यो। एउटा मसँग भएको स्टाफ चाहिँ उता गएर लम्पसारै पऱ्यो। हजुर। अनि त्यो के माछाहरू पनि उफ्रियो भन्नु? माछा पनि उफ्रेको, एकदम हलचलै गरी यता दौडिने उता दौडिने होइन, माछा पुरै छाल आए जस्तो गरी बर्र भाग्ने भइरहेको थियो। हिजो पनि भएको थियो त्यो त, यो अरू चिज पनि धसिरहेको थियो यहाँ हिजो, अरू माटो पनि भत्किँदा त्यसरी माछाहरू उफ्रिरहेको थियो। अनि तपाईँले यो फार्म चलाउनु भएको चाहिँ कति भएको थियो? यो फार्म चलाएको मैले 1 वर्ष भयो। ए कति क्षेत्रफल छ, कतिवटा पोखरी छ, के पाल्नु भएको? लगभग 11वटा पोखरी छ। 11वटामा तपाईँको 16 त्यो 1.5 17 18 त्यस्तै 19 बिघा जति चलाएको छु मैले। यो ठाउँलाई चाहिँ ठ्याक्कै के भन्छ? हेटौँडा 16 के? हेटौँडा 16 होइन, हामी चाहिँ चुचे खोला नै भन्छौँ, तर यथार्थ नाउँ यसको छुट्टै होला, 52 दह हो कि के भन्दो रहेछ, 52 तोल के भन्छ। तपाईँ यो ठाउँमा चाहिँ धेरै गाडीहरू ल्याइरहने भएको थियो? म त यहाँ पहिला पनि यो पोखरी सञ्चालक नहुँदा पनि त 24 घन्टा महिनामा 1-2 चोटि आइरहन्थ्यो होइन, किनभने यताबाट शिवम जाने सजिलो थियो कि। अनि हामी यसो आउने यता हेर्थ्यौँ होइन, त्यो चिजहरू भइरहन्थ्यो, आइरहेको ठाउँ हो यो। ठाउँ पनि अब रमाइलो छ, यता शिवम सिमेन्ट देखिन्छ। पहिला छतिउन जाने बाटै यही थियो, छतिउन जाने बाटै थाके पैदल यात्री नै यही हो। ऊ त्यो घरको सिधा त्यो हरियो घरबाट त्यो के जस्तो पनि छाप्रो पनि तपाईँले बनाउनु भयो? त्यो हामीले नै बनाएको, त्यो चाहिँ हाम्रो वाच हाउस, नाइट वाच हाउस, गार्डहरू बस्ने त्यस्तो। भनेपछि कतिजना काम गर्नुहुन्छ यहाँ? मेरो यहाँ चाहिँ कतिजना छन् भने मेरो यहाँ 1 जना ड्राइभर, अनि 2 जना माछा काट्ने, 3 जना भयो, अनि दाना हाल्ने 2 जना, 5 जना, अनि अरू जाल तान्नेहरू चाहिँ त्यस्तै 6-7 जना हुन्छ। जम्मा कतिजना? जम्मा त्यस्तै अब 10-11 जना हुन्छ हामीसँग। यत्रो 10-11 जना हुनुहुन्छ, यत्रो घटना घट्यो होइन, योभन्दा अगाडि कसैले केही थाहा पाउनु भयो? कसैले केही थाहा पाएन। यो घटनामा त हामीलाई कसैले पनि देख्थेन होला। त्यो घटना भएपछि तपाईँहरू गाडी फस्यो होइन, त्यो उद्धारको लागि कतै सम्पर्क गर्नुभयो अथवा कोही आउनुभयो? मैले सबैभन्दा पहिला जग्गावालालाई फोन गरेँ, रामहरि नेउपाने दाइलाई। उहाँले ठिक छ म मिजुलाई फोन गर्छु उहाँको भन्यो, अनि उहाँहरू आउनुभयो। अनि यो भइसकेपछि फोनहरू गयो होइन, मैले पनि घरतिर फोन गरेपछि यस्तो गऱ्यो भनेपछि चारैतिर कल भयो होइन। सबैभन्दा अगाडि त यहीँको भाइ आइपुग्यो, जबकि मैले 1 मिनट अगाडि कुरा गरेको मान्छेले गाडी छैन, गाडी त पत्ताल गयो भन्दाखेरि उसले पत्याएन। कहाँ जान्छ 1 सेकेन्डमा भन्यो, हेर त भाइ गयो, यो खाल्टो यो धोद्रोमा गयो भनेपछि त्यतिखेर पनि ड्याम पड्किरहेको थियो कि। कस्तो आवाज चाहिँ कस्तो? ढुम गर्ने, अनि वाला त्यो लेदो पानीहरू आउनु, धमिलो पानी। अनि यहाँ के जेसीबीहरू पनि लिएर आउनुभयो? जेसीबी लिएको, जेसीबी ल्याएर उयो खोल्साको पानी माटो काट्यौँ। त्यसपछि त्यो त पनि पहिरो जानेर पड्किने क्रम भएको भएर उहाँहरू पनि फर्किनु हो, हामीले सक्दैनौँ भनेर। अरू के गर्नु? अरू खासै खोज्नलाई केही गरेन। अनि नगरिसकेपछि पुलिसलाई खबर गरेँ मैले, इन्फर्मेसन होइन। अनि यहाँको हाम्रो हटियाको असै साहेबहरू आउनुभयो, यहाँ चौगडाको चाहिँ हलदार साहेबहरू आउनुभयो। अहिले कहीँ पनि यता केही गर्नु मिल्दैन भनेर उहाँहरूले रोक्नुभयो। उहाँहरूले प्रत्यक्षदर्शी पुलिसहरू पनि हुन्छ, प्रहरीज्यू पनि हुनुहुन्छ। मतलब देखिने ठाउँमा त थिएन होइन? गाडी त मैले मात्रै देखेँ, म र मेरो स्टाफले मात्रै देखेँ, अरू कसैले पनि देखाएन।
अनि यो चाहिँ भत्किएको छ नि साइडमा यो पनि त्यही बेला भत्कियो हो कि जेसीबीले खनेको त्यही बेला भत्कियो जेसीबीले खनेको भने चाहिँ कहाँ यतापट्टि उयो माटो हालेको छौ नि हामीले यति मात्रै हो उयो बाँस भन्दा यता मात्रै उता जानै मानेन खाल्डो त यो पछि पड्केर यत्रो खाल्डो थिएन त्यो बाँसबाट उतै मात्र ठोरै थियो गाडी मात्रै छिरेको खाल्डो थियो गाडी चाहिँ नदेखिने गाडीमा सुरुङमा गए जस्तो मात्रै थियो क्या अनि त्यो धेरै मान्छे नजिक जानु खोजेको भएर अनि हामीले बाँस पनि लगाइदिइहाल्यौँ अनि लगाइदिइसके प्रहरीहरू पनि हुनुभएको भएर उहाँले पनि रोकिराख्नु भएको थियो पछि पड्किँदै धस्दै ठुलो भयो अब तपाईँको अपेक्षा माग के छ त के गरिदियो मेरो अपेक्षा भनेको के भने यो के कारणले भएको हो होइन त्यो हाम्रो चाहिँ नि अब भूगर्भविदहरू स्थानीय सरकार छ हाम्रो यहाँ होइन वडा समितिहरू छ उहाँले नगरपालिका हुनु छ उहाँहरूले त्यो चाहिँ के भएको छ अरू क्षय हुन्छ कि हुँदैन होइन अब यहाँ माछा पाल्ने लायक हो कि होइन अथवा यहाँ बस्ने लायक छ कि छैन त्यो भूगर्भको विध अनुसारको चाहिँ त्यो हामीले सुझाव पाउनु पर्यो अनि यो गाडी यत्रो आम जनता चाहिँ यहाँ दसौँ हजार होइन यत्रो मिलियन उसमा चाहिँ नि यो नेसनल चाहिँ इन्टरनेसनल चाहिँ नि खबर भइसकेको कारणले त्यो गाडी एकचोटि निकालेर हेर्ने हो कि सम्भव भए त्यो चाहिँ मेरो आशा हो यो बाटो चाहिँ तपाईँहरूले मात्रै प्रयोग गर्ने हो कि होइन सबै किसानको यो जति पनि जग्गावालाहरूले यहाँबाट ट्र्याक्टर गाडी घोडा लाउने सार्वजनिक जस्तै हो यो त्योभन्दा अगाडि अलिकति दब्बिने त्यस्तो केही पनि थिएन अनि तपाईँ कति क्षति भयो यसमा अहिले मेरो लगभग तपाईँको गाडी नै मैले 10 लाख चान्चुन त मेरो त्यही भयो होइन अनि त्यो एउटा मेसिन त्यही भनौँ सबै गर्दाखेरि 15-16 लाखको खर्च भयो होला अब तपाईँको फ्यामिली पनि कुरा भयो होला होइन अघि नातिनी कुरा जोड्नु भयो अलिकति अब डर होला 1 घन्टा त रोएँ बच्चा समाएर बेलुका मरिन्थ्यो आज चाहिँ हजुरबा मर्थ्यो भने त्यो सानो 17 महिनाको छ वास्तवमा मलाई के भनेको थियो मिसेसले पनि नजानुस् घाम चर्को छ भनेर उसले रोकिरहेको थियो कि तैपनि मलाई त्यहाँ फोनहरू आएको भएर उता दानाको चाहिँ आवश्यक पनि थियो अनि त्यहाँ दाना फ्याक्ट्रीबाट पनि फोन आएको भएर तुरुन्त जानुपर्ने थियो त्यही भएर म हिँडिहालेको थिएँ कि अब के गर्नुहुन्छ तपाईँ अब यहाँ यो 2टा पोखरी सुकाएर यहाँ चाहिँ नि विभिन्न किसिमको इक्विपमेन्टहरू ल्याएर काम गर्ने भन्नुभएको छ होइन अनि त्यसरी भइसकेपछि अनि अब भोलि र पर्सिमा के हुन्छ त्यो अनुसारको हुन्छ यो एउटैबाट चाहिँ मात्रै फालिरहनु भयो पानी अहिले अहिले त एउटैबाट अब त्यहाँ ठुलो खोल्न मिल्दैन मैले यहाँ ठुलो पानी फाल्दैछ त्यहाँ मकैमा क्षति हुन्छ किन यो खोल्सा होइन यो सार्वजनिक जग्गा पनि हो जस्तै अब हेटौँडा उपमहानगरपालिका छ जिल्ला प्रहरी लगायतको अरू निकायहरू पनि छ होइन बागमती प्रदेश राजधानी हो सरकार पनि छ बागमती प्रदेश सरकार उहाँहरूबाट केही अपेक्षा मतलब केही सहयोग पाउनु भएको छ अहिले अब उहाँहरूले चाहिँ नि होइन एउटा किसान हो यो एउटा चाहिँ हाम्रो चाहिँ 3 नम्बर प्रदेशको एउटा चाहिँ युवा जस्तो मान्छेले 2039 सालदेखि माछा पालेर आएर होइन यहाँ चाहिँ अब विभिन्न किसिमको अहिले माछा जिउँदो माछा चाहिँ अरूले भन्दा सस्तो पनि खुवाइरहेछौँ हामीले बजारमा बेच्ने 400 माछा हामी जम्मा 350 मा 300 मा खुवाइरहेछौँ जिउँदो त्यो कार्यक्रम हामीले अगाडि बढाउने भनेर पसलहरू पनि लिएको छौँ होइन नगरपालिकासँग समन्वय गरेर बजारमा पसल छ एउटा यहाँ धनलक्ष्मी भनेर त्यहाँ पनि छ सानो पोखरामा विशेष कुरा के हो नि हामी युवाले माछा पाल्दाखेरि अब यो क्षेत्रलाई चाहिँ बढाउँ भनेर लागिराख्दाखेरि अब राज्यले यसरी चाहिँ काम गरेको मान्छेलाई यस्तो भएको छ उहाँलाई चाहिँ यस्तै क्षतिपूर्ति पनि राहत गरौँ होइन दिउँ अनि यहाँ भएको सम्पूर्ण चिजहरूलाई चाहिँ के भएको रहेछ भनेर विशेष गरी त्यो कुरा चाहिँ पत्ता लगाइदिनु भए चित्त बुझ्छ तपाईँले धेरै मिडियाहरू पनि बोल्नुभयो होला कुन मिडियाहरू तपाईँसँग कुराकानी गर्नुभयो अब मैले कुन बोलेँ त्यो यति थाहै छैन धेरै लगभग तपाईँको अहिलेसम्म हजुरहरूसँग त मैले झन् 12-13 वटाइसँग बोल्यो होला सबै भिडियोमा फोनमा भिडियोमा सबै पत्रकार हो भन्ने चिनिँदैन हुन्छ अन्तमा चाहिँ यो तपाईँको घटना चाहिँ जुन अब क्षति पनि भयो होइन तपाईँको अब ज्यानको पनि झन् जोखिम पनि भयो अन्तमा हाम्रो जगत टिभी जसले हेर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ देश विदेशबाट हेर्दै हुनुहुन्छ उहाँ अहिले हाम्रो जगत टिभीबाट आउनुभएको हाम्रो पत्रकार विशेष साथीहरूलाई धेरै धन्यवाद छ म पनि बाँचेँ होइन यसरी इन्टरभ्यू दिनु पाएको छ हजुरहरूले पनि के गरिदिनुहोस् भने पहल गर्नुहोस् एउटा यत्रो चाहिँ नि सोसियल मिडियामा छापिसकेको कुराहरू सबैको ब्रेनमा के छ त भनेर त्यो एउटा खोजको विषयको भएर यसलाई चाहिँ टुङ्गोमा लगाउनु पर्ने अवस्था छ
त्यो लगाइदिनु होला। कुराकानी गरिदिनु भयो, तपाईँको गाडी पनि भेटियोस् र तपाईँलाई स्थानीय सरकार प्रदेश सरकारहरूबाट राहत पनि प्राप्त होस् र यो तपाईँको माग पनि पुरा होस् भन्ने कामना गर्छौँ। कुराकानी गरिदिनु भयो, जानकारी दिनुभयो, तपाईँलाई धेरै धेरै जगत टिभीलाई पनि धेरै धेरै धन्यवाद। यो हो जगत टिभी, कृपया सब्स्क्राइब गर्नुहोस्।